किन होला त मैले धेरै दिनपछि यसरी भ्लग हालिरहेको। के साँच्चै मैले फेरि यो भ्लग हालेपछि अर्को भ्लग नहाल्ने हो र? सो हेलो गाइज, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। अनि के छ हालखबर? आई होप सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदमै सन्चै छु। मैले पहिल्यैदेखि पनि भनेको थिएँ मैले भ्लग हाल्दिनँ भनेर, अब चाहिँ हाल्छु किनभने सम प्रब्लमले गर्दा मैले भ्लग हाल्न पाएन। मैले चाहिँ आफ्नो समस्याहरू नि भन्न चाहन्न, त्यही भएर मैले भ्लग पनि हालेन। त्यही भएर मैले अब भ्लग हाल्दैन भनेर सोचेँ। अब मबाट चाहिँ त्यस्तो हुँदैन। अब मैले चाहिँ अब सकेसक्दो हजुरहरूलाई भ्लग ल्याउने ट्राई गर्छु र मैले केही सक्सेस पाउने पनि ट्राई गर्छु। अनि आज चाहिँ म शङ्खमुल पार्क गइरहेको थिएँ घुम्नलाई। रुममा बस्दा बस्दा वाक्क लाग्यो क्या गाइज मलाई त। लास्टै केही बेर पछि म शङ्खमुल पार्कमा नि पुगेँ। अनि शङ्खमुल पार्कमा चाहिँ सायद केही बनाउँदै थियो क्या हो, ढुङ्गा माटोहरू सबै राख्नु भएको थियो। अनि भ्यूको चाहिँ कुरै नगरौँ क्या गाइज, लास्टै दामी क्या। मलाई लास्ट मन पर्यो। बादल लागेको छ, आधा लागेको छैन, घाम पनि लागेको छ, तर दामी थियो क्या। त्यसपछि म शङ्खमुलतिर घुमघाम गरेँ। धेरै पछि आएको थिएँ नि त, अनि यता एक्लै आएको थिएँ। अनि एक्लै टाइम स्पेन्ड गर्न नि रमाइलो छ, ठिकठाकै छ। यहाँ बस्न लायकको पनि छ, राम्रो छ। धेरै मान्छेहरू नि आउनु भएको थियो यता। जे होस् साथीहरूसँग घुम्न पिकनिक मनाउन चाहिँ यता राम्रो छ। केही बेर पार्कतिर घुमघाम गरिसकेपछि यतातिर म आएर टाइम स्पेन्ड गर्न लाएँ। भ्यू पनि बबाल आएको थियो क्या गाइज, मलाई त लास्ट मन पर्यो। तर यस्तो पार्कतिर आयो भने एक्लै टाइम स्पेन्ड गर्न चाहिँ लास्टै झ्याउ हुँदो रहेछ क्या गाइज। तर यसरी घुम्न आयो भने साथीभाइ चाहिँ हुनुपर्छ क्या। म चाहिँ एक्लै आएको थिएँ, मसँग चाहिँ कोही आएको थिएन। भाइको चाहिँ स्कुल थियो, मेरो चाहिँ अहिलेलाई छुट्टी थियो। अनि त्यसपछि म यता शङ्खमुलको साइडतिर आएँ। अनि नदी नालातिर हेर्नु न गाइज, पानी परेर माथिसम्म पानी आएको थियो कि। केही बेर पछि पानी पर्ला पर्ला जस्तो नि भएको थियो। अनि म चाहिँ घरतर्फ जान लागेँ। अनि पानी पर्ला भनेको त घाम चाहिँ चर्को लाग्दिरहेको क्या गाइज। अनि आजको भ्लग यहीँ सकिन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एन्ड बाई।